हेलो गाइस, बहिनीले गाली गरेको मल हेर न। आज बहिनीको धान काट्न आएको यस्तो छ। यी बुढी भर्खर आँखा सबैलाई आधा खेत भइसक्यो, बल्ल उजेल भयो आएर काट्दै। हाम्रो बहिनी यता, ठुली बहिनी, सानी बहिनी उता काट्दै। आज बहिनी धान काट्न आएको। घामले मार्ला जस्तो छ। धान पाकेर बिजोक सरलल्लै पाकेछ सबैको। यहाँ त्यही भएर धान काट्न आएको। पानी आउला जस्तो नि गरेछ। पानी चाहिँ आउने हो कि नआउने हो थाहा भएन। यहाँ पुरै धान काट्ने एरिया, पुरै धान। आज हाम्रो बहिनीले धान उद्घाटन गरेको, त्यही भएर त्यो यति धानलाई नि के को भन्ने कहाँ पर त्यतिलाई पनि के मान्छे चाहियो र त्यो। त्यो सर्लाम सबै पाकेर सबैलाई काट्दै खान् धानहरू। त्यो छ पुरै घाम तात्यो। अब छुट्टी गर्ने बेला नि होला। अब पुरै पुरा जोसेसन फर्स्ट धान काटायो। मेरो बुढी त आमा कसम पुरै एक्लै भ्याउला जाने गरेर काटेछ। पुरै थारै पर्दैन काटेको काटियो। जोस छ क्या, जोस एकदम उमेर छ। ए मेरो बहिनीहरूले बुढेसकाल लाओ बिस्तारै काट्देखि नि। त्यही भएर अनि फुर्तिलो चुस्ट फुर्त यस्तो छ। गाह्रो छ गाइस। आफू त बुढो भयो, उभिएर हेर्थ्यो, काट्नु सकिन्न।